छात्र भलिबल फाइनल तर्फ सरस्वती मावि भेडुवा भर्सेस जनजाति मावि पल्लीकोट 2-2 को अवस्थामा खेल अगाडि बढिरहेको छ। Oh, sir. नंबर के बताओ नंबर है दे नंबर सरस्वती माविलाई 5-3 यो सँगै पूरा नम्बर जनजाति मावि पल्लीकोटलाई नम्बर 4-5 निकै नै उत्कृष्ट स्ट्राइक सँगै पूर्ण नम्बर सरस्वती माविलाई 6-4 निकै नै उत्कृष्ट सँगै जनजाति मावि पल्लीकोटलाई नम्बर 5-6 सर्भिसमा जर्सी नम्बर 1 जनजाति मावि निकै नै उत्कृष्ट सँगै नम्बर 2 जनजाति मावि पल्लीकोटलाई यो सँगै स्कोर पुगेको छ 6 आउट। 4 नम्बर आखन्ती भने चिन नम्बर 2 सरस्वती मावि भेडुवालाई 7-6 हजुर बिहान त त्यही तल थियो हाम्रो बस चढे थियो नम्बर जोड्न सफल भएको छ जनजाति मावि पल्लीकोट यो सँगै स्कोर पुगेको छ 7 बराबर। तीन नम्बर जनजाति माविलाई सरस्वती माविमा रोटेसन
मसँग हिटले पूर्ण नम्बर जनज्योति माविलाई सरस्वती माविलाई योसँग स्कोर पुगेको छ 8 बराबर। निकै नै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ गेम 8 बराबर। एक नम्बर गर्न सफल सरस्वती मावि भेडुवा योसँग स्कोर पुगेको छ 9-8। सरस्वती मावि 9 जनज्योति मावि 8। नाम बन्द अभिभावकको नाम बन्द सरस्वती माविलाई 10-8। सर्भिसमा जर्सी नम्बर 6 सरस्वती मावि। उत्कृष्ट स्ट्राइक थियो यद्यपि यो आउट हुन गएको छ। योसँग नम्बर पुनः सरस्वती माविलाई नम्बर 11-8। निकै नै उत्कृष्ट स्ट्राइकसँगै अङ्क जोड्न सफल भएको छ जनज्योति मावि 9-11। मान्छे पुच्यो मिठो हानी रहेछ नि निकै नै उत्कृष्ट स्ट्राइकसँगै पुनः 1 नम्बर थपेको छ जनज्योति माविले। योसँग स्कोर पुगेको छ 10-11। सर्भिस जनज्योति मावि जर्सी नम्बर 3। निकै नै उत्कृष्ट स्ट्राइकसँगै पुनः 1 नम्बर जनज्योति मावि पल्लीकोटलाई। स्कोर पुगेको छ 11 बराबर। जनज्योति मावि पल्लीकोटले स्कोर पुगेको छ 12-11। कबड्डी विधातर्फ भर्खरै छात्र कबड्डी यानि कि फाइनल छात्रतर्फको फाइनल गेम भइरहेको छ भने यसपछि छात्रतर्फ यानि कि बोइजतर्फ फाइनल गेम हुने हुँदा कृपया पुनः 1 नम्बर थप्दै सरस्वती माविले 12 बराबर गरेको छ। जनमावि भर्सेस सामगोद मावि मानकोट बीच हुने हुँदा कृपया सम्बन्धित विद्यालयका खेलाडीहरू तयारी अवस्थामा रहिदिनुका लागि म अभिनन्दन पुनः 1 नम्बर थप्दै सरस्वती मावि 13 जनज्योति मावि 12। निकै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ खेल। निकै उत्कृष्ट प्लेसिङसँगै पुनः 1 नम्बर थप्दै बराबर गर्न सफल जनज्योति मावि पल्लीकोट। योसँग स्कोर रहेको छ 13 बराबर। निकै नै उत्कृष्ट प्लेसिङसँगै पुनः 1 नम्बर थप्दै जनज्योति मावि 14 सरस्वती मावि भेडुवा 13।
पुनः 1 नम्बर थप्दै जनज्योति माविले लिड गरेको छ 2 नम्बर 15 गौका सिङ्गलले निकै नै उत्कृष्ट स्ट्राइकसँगै 1 नम्बर जोड्न सफल सरस्वती मावि। स्कोर रहेको छ 14-15। निकै नै उत्कृष्ट स्ट्राइक यो सँगै पुनः 1 नम्बर थप्न सफल जनज्योति मावि। स्कोर 16-14। गोल आउट भएसँगै पुनः 1 नम्बर जोड्न सफल जनज्योति मावि। स्कोर 17-14। हलको इसारा रेफ्रीबाट यो सँगै नम्बर सरस्वती माविलाई नम्बर 15-17 2 नम्बरको लिड गरेको छ। गोल आउटसँगै जनज्योति मावि 18-15। यो सँगै पुनः 1 नम्बर थप्न सफल सरस्वती मावि नम्बर 16-18। सर्भिस सरस्वती माविको जर्सी नम्बर 5बाट। गोल आउट भएसँगै पुनः 1 अङ्क थप्दै सरस्वती मावि 17-18। इसमा लगातार जर्सी नंबर 5 का खिलाड़ी गोल आउट भएसँगै यसको फाइदा जनज्योति माविलाई। स्कोर 19-17। 2 नम्बर लिड गरेको छ। यो सँगै सर्भिसमा जर्सी नम्बर 5 का खिलाडी भाइ उत्कृष्ट प्लेसिङसँगै नम्बर थप्न सफल सरस्वती मावि। यो सँगै स्कोर पुगेको छ 18-19। निकै नै उत्कृष्ट स्ट्राइक यहाँनिर हामी देख्न सक्छौँ। यो सँगै पुनः नम्बर थप्न सफल जनज्योति मावि पल्लीकोट 20 सरस्वती मावि 18। सर्भिस आउटसँगै यसको फाइदा सरस्वती माविलाई। स्कोर पुगेको छ 19-20। बल पुनः आउट भएसँगै यसको फाइदा सरस्वती माविलाई। स्कोर बराबर 20-20। निकै नै प्रतिस्पर्धात्मक गेम भइरहेको छ। सर्भिस गर्दै जर्सी नम्बर 6 का खेलाडी भाइ सरस्वती माविबाट बल यहाँनिर कट्न सकेन। यसको फाइदा पुनः सरस्वती माविलाई। स्कोर 21-20। 1 नम्बर लिड गरेको छ सरस्वती माविले।
सर्भिसमा जर्सी नम्बर 6 का खेलाडी भाइ सरस्वती माईबाट निकै नै राम्रो सहयोग देख्न सक्छौँ यति बेला जनज्योति माविबाट। यो सँगै स्कोर पुगेको छ 21 बराबर। निकै प्रतिस्पर्धात्मक भइरहेको छ कि 21 बराबर। उत्कृष्ट प्लेसिङ सरस्वती माविबाट र यो सँगै स्कोर पुगेको छ 22-21। सरस्वती मावि 22 जनज्योति मावि 21। निकै नै उत्कृष्ट स्कोर यति बेला जनज्योति मावि पल्लीकोटबाट। यो सँगै स्कोर पनि जनज्योति माविलाई र स्कोर पुगेको छ 22 बराबर। निकै राम्रो स्ट्राइकसँगै पुनः 1 नम्बर जोड्न सफल सरस्वती मावि रेडुवा 23-22। निकै प्रतिस्पर्धात्मक छ। गोल राइट सँगै यसको फाइदा जनज्योति माविलाई। यो सँगै स्कोर भएको छ 23 बराबर। 23 बराबर। पुनः सर्भिसमा जनज्योति मावि जर्सी नम्बर 2 का खेलाडी भाइ। यो सँगै सरस्वती माविले पुनः 1 अङ्क जोड्दै स्कोर पुर्याएको छ 24-23। 24-23 को अवस्थामा छ गेम। सर्भिस गर्दै जर्सी नम्बर 3 का खेलाडी भाइ सरस्वती माईबाट। निकै नै उत्कृष्ट स्ट्राइकसँगै पुनः बराबरी गर्न सफल जनज्योति मावि पल्लीकोट 24 बराबर। निकै नै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढेको छात्र फाइनल गेम यति बेला 24 बराबरको स्थितिमा छ। यो सँगै पुनः सरस्वती माविले 1 अङ्क थप्दै 25-24 को अवस्थामा छ गेम। 25-24। सर्भिस गर्दै सरस्वती मावि भेडुवाका जर्सी नम्बर 5 का खेलाडी भाइ। निकै नै उत्कृष्ट स्ट्राइकसँगै पुनः बराबरी गर्न सफल जनज्योति मावि पल्लीकोट 25 बराबर। पुनः गर्दै जनज्योति मावि पल्लीकोट जर्सी नम्बर 5 का खेलाडी भाइ। निकै नै उत्कृष्ट स्ट्राइकसँगै सरस्वती माविले पुनः 1 अङ्क थपेको छ। यो सँगै स्कोर पुगेको छ 26-25। खेल निकै नै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढेको देख्न सक्छौँ हामी। सर्भिसमा सरस्वती हेरेर कता गिर्छ। 1 अङ्क थप्न सफल जनज्योति मावि पल्लीकोट। यो सँगै स्कोर पुगेको छ 26 बराबर। साथीले पुनः 1 नम्बर जोड्न थाल्छ सरस्वती मावि 27-26। फाइनल जस्तै भएको छ गेम। निकै प्रतिस्पर्धात्मक र हेर्न लायक छ। यो सँगै स्कोर 27-26। सर्भिसमा जर्सी नम्बर 6 का खेलाडी भाइ। सँगै बराबरी गर्न सफल जनज्योति मावि पल्लीकोट। यो छ 27 बराबर। जर्सी नम्बर 3 का खेलाडी पल्लीकोट 28 सरस्वती मावि भेडुवा 27।
3 को खिलाडी जनजाति मावि टोलीको गोल राइट को इशारा रेफ्रीबाट गोल राइट भएसँगै पुनः सर्भिसमा जति नम्बर 4 का खिलाडी जनजाति